ल आज हामी चाहिँ पोखराबाट थोरैको ड्राइभमा रहेको लुवाङ घले भन्ने ठाउँमा आएको छौँ। एकदम रमणीय ठाउँ। वेदर पनि आज राम्रो छ, शीतलो छ। हिजो अस्ति एकदम गर्मी थियो। ल माथि लुवाङ भिलेज ठाउँमा आइयो। ल बुवाको आजको खाजा भिडियो हुन्छ है बुवा। बेलुकी लरे हाल्नु। पारी के गाउँ पर्यो अरे भिनाजु? धिताल? ए धम्पुस धिताल त्यता हो? ए ती सानीमा घर त्यही हो। लिएर हिँड्नु पर्यो। भिडियो सिडियो बनाउनुहुन्छ खिच्नै परेन नि घरमा त। यहाँ चाहिँ आज भिनाजुहरू टक्क दुईजनालाई टाइम मिलाएर ओहो दुईजनै मोटो देखिनु भएको। ल अब त बुवा पनि युट्युब छोडेर यता आउनु भएको। के त्यसलाई खिचिसकेँ भिनाजु मैले गरेँ क्या। ल यहाँ यो धारो हाम्रो लोकल धारा आउने। तर पानी छ कि छैन धारा? ए पानी त रहन्छ क्या धारा त? पानी छ के भएर बेला भएर चाहिँ। ल यो चाहिँ चौतारी। यस्ता चौतारी सबै सकिसक्यो अहिले नेपालमा। यहाँ चाहिँ बाँकी रहेर छ। यिनी चौतारीमा बसेर हुर्केको